कि मेयर बनाउने विचार छ तपाईँ हामी जुट्दै जाउँ के हुन्छ नमस्ते सबैजनालाई। आज हामी चाहिँ यो पुसको चिसो मौसममा हाम्रो यो च्यासलमा चाहिँ आइरहेको छौँ। च्यासलमा आज शनिबारको दिन पुस 12 गते यहाँ चाहिँ फुड फेस्टिभल भइरहेको छ। यहाँ चाहिँ विभिन्न आमा समूह एकदम यहाँको टोल सुधार समितिबाट चाहिँ यो फुड फेस्टिभल भइरहेको छ। एकदम रमाइलो छ। विभिन्न परिकारहरू पाइन्छ, नेवारी परिकारहरू। अनि यहाँ नेवारी परिकारहरू एकदम विभिन्न किसिमका लगाइनु सुकुटीहरू। यो छ्याङ दाइ, मैले भिडियो खिची केही फरक पर्दैन नि हजुर? तर पनि अनुमति त दिनु पर्यो है हजुर। यो हाम्रो नेवारी परिकार होइन हजुर? यो चाहिँ सेकुवा कि छोइला के भन्छ? बफ छोइला, चिकन भयो, बफ फिङ्गर भयो, भइहाल्यो। यो चाहिँ आलु। राजुजी भन्नु न, यहाँ युट्युबरहरू आइरहेछ। यहाँ छैला, यो छ्याङ छ है। अनि यो 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 पनि छ्याङ हो है? भनेको चाहिँ टिपिकल नेवारी, यो एकदम पुरानो, सबभन्दा पुरानो नेवारी कल्चर छ्याङ हो। त्यो छान वाइन जस्तो, वाइनबाट पनि हुन्छ। यो खालि अलि काम गर्नलाई सजिलो हुने, यो फुर्केले छानेर बनाउने हो। एकदम सतामरी 12 नि चलिरहेको छ। मोमो विशेष परिकार भनेको खाजा भनेको मोमो, त्यसको चाहिँ नेवारी कल्चरमा चाहिँ 12 एकदम राम्रो छ। नमस्ते दिदी, कहिलेबाट चलेको हाम्रो यो? अस्ति दिन। कति दिनको? 3 दिन। आज लास्ट दिन है? के छ, मान्छेहरू आइरहनु भएको छ? ल हस्, धन्यवाद। यहाँ सबैजना हुनुहुन्छ, सबैजना रमाइलो गर्न आउनुभएको छ। यतापट्टि ह्यान्डिक्राफ्टको पनि रहेछ यहाँ हाम्रो। चिकन पही आमा समूहबाट पनि रहेछ। यी विभिन्न ह्यान्डिक्राफ्टहरू सामानहरू रहेछ। यहाँ चाहिँ वार्षिक रूपमा चाहिँ वर्षै लगभग 3 वर्ष भएको रहेछ यहाँको फेस्टिभल सुरु भएको। दाइ, यहाँको यो जुन फेस्टिभलमा चाहिँ नि यहाँको कुन टोल सुधार समितिबाट? सप्तखेल टोल सुधार समितिबाट यहाँ हाम्रो दाइ हुनुहुन्छ। यहाँ एकदम नेवारी परिकारहरू, एकदम खाजाको स्टलहरू छ। सबै परिकारहरू एकदम सबैजना चाहिँ नयाँ टेस्टको स्वाद लिँदै हुनुहुन्छ नेवारी परिकारको। प्लस योमारी नेवारीहरूको एकदम टिपिकल्ली खाजा नेवारी है, नेवारी छ। दिदी, मैले भिडियो बनाए कुनै असर त पर्दैन नि है? एकदमै छोइला छ। अनि यहाँ 12 छ। चाकु जाडोमा एकदम चाकु। विशेष जाडोको नेवारी परिकारमा योमडी भनेको त एकदम विशेष टिपिकली नेवारी खाजा। परिकारहरू एकदम राम्रो परिकारहरू छ। सबै परिकारहरू अहिलेको आधुनिक परिकारदेखि लिएर हाम्रो नेवारी टिपिकली खाजाहरू पाइन्छ। आज 3 दिन भइसकेको रहेछ। आज अन्तिम दिन हामी यहाँ आएको छौँ सप्तखेल महोत्सवमा। यो अहिलेको फेमस छोइला फेमस सेकुवा एकदम। ल यतातिर पनि फेस्टिभल छ, फुड फेस्टिभल। विभिन्न किसिमका परिकारहरू। यो चाहिँ नेवारी भोज छ ल यहाँ है। यो छैलाहरू छ, बदामहरू छ। दाइ नमस्ते दाइ, मैले भिडियो खिच्दाखेरि केही हजुरलाई कुनै असर त पर्दैन नि?
हो होइन त्यो चार्ज लाग्यो त तिरौँला तर पनि अरू केही त फरक पर्दैन ल हस् धन्यवाद है हस् एकदम हाम्रो यो नेवारी अचार अचार छ है छैला यो छ यो बडी छ यतापट्टि आलु छ हाम्रो नेवारी खाजा होइन त खाजा सेट है समय बजी ल तपाईँहरू पनि अब यो वर्ष त लगभग आज अन्त्य भइसक्यो है हाम्रो नेवारी बफ होइन त यो ओ राँगोको टाउको जस्तो लाग्यो मलाई जाडोमा एकदम सुप खानलाई है अब नेक्स्ट अर्को वर्ष चाहिँ तपाईँहरू पनि आउनु होला हाम्रो यहाँ च्यासल ए उसमा है हाम्रो दिदीले यहाँ यो के बनाउँदै हुनुहुन्छ दिदी यो अन्डा बारा सादा बारा है ल यहाँ हाम्रो सबैजना दाजुभाइहरू है है ल एकदम एकदम ल हामी त्यसैको लागि नै आएको त्यसैको लागि आएको हस् 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 रमाइलो गर्नुहोस् हस् हस् ल ल बारा पनि हो है हाम्रो नेवारी टिपिकल्ली नमस्ते नमस्ते मैले भिडियो खिच्दाखेरि केही असर त पर्दैन नि है यो टिपिकल्ली यो के भन्छ दिजु यसलाई बारा छ है ल यो हाम्रो नेवारी खाजा यहाँ नेवारी खाजामा चाहिँ खाजा सेटमा यो माछा हुन्छ त्यस पछाडि यो छैला हुन्छ यो विशेष त छैला अनि यो हाम्रो अचार आलुको सबै परिकारहरू नेवारी खाजा सेटहरू छ है ल ल हजुरहरू पनि यो वर्ष त लगभग आज अन्तिम नै हो आगुनबाट चाहिँ हजुरहरू पनि सबैजना समय मिलाएर आउनु होला ओ नमस्ते 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 अरू हुन्छ यतै हुनुहुन्छ हेलो नमस्ते नमस्ते ल दाइ म हामी फ्यामिली नै आएको छ नि हामी सपरिवार आएको छौँ हजुर हस् हस् ओ के हो यो यस्तो यो आम पानीपुरी ल यो ठो पनि छ सबै छ है ल सबैजना हजुरहरू सबैजनालाई स्वागत छ आज हामी चाहिँ अन्तिम दिनमा आइपुग्यौँ यहाँ सप्तखेल टोल सुधार समितिबाट आयोजना गरेको यो फुड फेस्टिभलमा चाहिँ हजुरहरू सबैजनालाई अब आउने अर्को वर्षबाट चाहिँ हजुरहरू सबैजनालाई स्वागत गरेको छु मैले ल हामी जहाँ गए पनि हाम्रो ठेट परिकार भनेको नै मोमो हो है मोमो बारा नेवारीको त बारा नै हो यो त के भन्छ यो छैला के भन्छ हाम्रो यो ऊ नै होला सायद यो राँगोको टाउको होला बनाएको यसलाई के भन्छ गुला 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 यो हाम्रो नेवारी परिकार हुन्छ है यो हरेक कास्ट अनुसारको शब्दहरूमा फरक हुन्छ बोलाइ सुनाइमा सबै छ यहाँ हाम्रो सबैजना आइराख्नु भएको छ यहाँ चाहिँ विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि हुने रहेछ यहाँ लाखे नाच भइरहेको छ यहाँ लाखे पनि नाचिरहेको छ ल भाइ बहिनीहरू एकदम रमाइलो गरिराख्नु भएको छ ल लाखे आउनुभएको छ सानो भाइहरू चाहिँ एकदम रमाइलो विशेष कार्यक्रमहरूमा चाडपर्व अनि यस्तै महोत्सवहरूमा लाखे नाचिन्छ यहाँ सानसानो बच्चाहरूको लागि खेल्नको लागि यो पनि विभिन्न स्टलहरू कपडाहरूको स्टलदेखि लिएर विभिन्न
सामानहरू ह्यान्डिक्राफ्ट विशेष गरी ह्यान्डिक्राफ्टहरू पनि रहेछ ह्यान्डिक्राफ्टको स्टलहरू पनि रहेछ बहिनी मैले भिडियो बनाए केही असर त पर्दैन नि है हस् धन्यवाद हाम्रो यहाँ नानी हुनुहुन्छ स्थानीय उत्पादनलाई प्रमोट गर्नको लागि फेस्टिभल आयोजना गरेको रहेछ महोत्सव यहाँ लाखे नाचमा चाहिँ लाखेमा अलिकति नाच्दाखेरि अलिकति थकान महसुस भएको कारणले गर्दाखेरि अलिकति रेस्ट गरिराख्नु भएको छ कविता दिदीलाई चाहिँ विभिन्न यो हाम्रो स्वदेशी उत्पादनहरू नमस्ते सर यो चाहिँ हाम्रो के रहेछ सर के हो यो यिनीहरू चाहिँ हर्बल चियाहरू छ होइन सुविधाहरू छ फलफुलको यही उत्पादन भएको नेपालमै उत्पादन भएको नेपाली फार्मर्सहरूसँग लिएर उत्पादन गरेको यो स्टल राख्न थाल्नुभएको चाहिँ कति भयो सर यो यता राखेको चाहिँ आज तेस्रो दिन अन्तिम दिन प्रत्येक वर्ष राख्नुहुन्छ पहिलो वर्ष के छ कस्तो छ यहाँ मानिसहरूको कतिको मान्छेको फ्लो चाहिँ राम्रै छ ठिकै छ हस् धन्यवाद प्रायः चाहिँ सबै फुड फेस्टिभलहरू चाहिँ प्रायः फेस्टिभलहरू छ साथसाथै विभिन्न किसिमका लत्ता कपडा अनि ह्यान्डिक्राफ्टका सामानहरू पाइने ह्यान्डिक्राफ्टका स्टलहरू पाइन्छ यहीँसम्म यति माथि अझ माथि छ ए ल यहाँको विशेष नेवारी परिकारहरू चाख्नको लागि हो भने चाहिँ तपाईँहरू अवश्य नै भिजिट गर्नु होला है यो पनि एउटा राम्रो अहिले यो आर्थिक रूपमा क्राइसिस भइरहेको समयमा चाहिँ यो अलिकति मनोरञ्जनात्मक अनि स्थानीय रूपमै सबैलाई सहज रूपमा सबै सामानहरू एभाइलेबल हुने अनि प्लस रमाइलो पनि त्यसले गर्दाखेरि यो अलिकति केही आर्थिक रूपमा पनि यसले सकारात्मक प्रभाव पार्छ भन्ने सन्देश गएको छ प्रायः चाहिँ हाम्रो यसमा चाहिँ नेवारी परिकारहरू अझ यहाँ त नेवारी परिकारमा नि फरक किसिमको नेवारी परिकार छ है ल हेर्नुहोस् है ल हाम्रो नेवारी परिकारहरू एकदम विभिन्न किसिमका नेवारी परिकारहरू छ ह्यान्डिक्राफ्टका सामानहरू पनि छ ह्यान्डिक्राफ्टका सामानहरूमा चाहिँ विशेष गरी दिदीबहिनीहरूको चाहिँ अलिकति चासो रहेको रहेछ है ह्यान्डिक्राफ्टमा नमस्ते है नमस्ते नमस्ते हो ल हस् धन्यवाद फेस 100% पेन्टिङ यो रहेछ हजुरहरूलाई चाहिँ अब यो वर्ष त आज अन्तिम नै दिन रहेछ है अब अर्को वर्ष चाहिँ हजुरहरू पनि नजिकको समय मिलाएर आउनु होला प्रायः जसो फेस पेन्टिङ योहरू सबै रहेछ हस् दिदी धन्यवाद ओ ओके ल हस् थ्याङ्क यू यहीँको प्रोडक्ट हो
मैले बनाएको ए हो ल धन्यवाद बटर मेयोहरू पनि छ सबै ए यहाँको मेड हो हजुर यसमा चाहिँ प्रिजर्भेटिभ आर्टिफिसियल फ्लेभरहरू छैन सो बच्चाहरूको लागि पनि सेफ हुन्छ भेजिटेरियन कार्ड छ हजुरको हजुर दिसो नि मलाई यो इभेन्ट्सहरूको लागि हामीले कस्टम पनि बनाइदिन्छौँ है हामी इन्स्टाग्राम फेसबुकमा छौँ अनि पछाडि चाहिँ कन्ट्याक्ट नम्बर छ है हस् हस् धन्यवाद दिदी अहिले म पछाडि उधार गएर आउँछु यहाँ यसमै छ तिहार अहिले म फर्किँदाखेरि बस्छु हस् हस् धन्यवाद हस् हाम्रो यो ह्यान्डिक्राफ्टमा चाहिँ विशेष गरी हाम्रो महिला दिदीबहिनीहरूको एकदम चासो हुने रहेछ त्यो पनि हो एउटा किसिमको के छ भने यो प्रायः जस्तो चाहिँ ह्यान्डिक्राफ्टमा चाहिँ महिला दिदीबहिनीहरूको नै बढी फोकस हुँदछ यहाँ पनि जोस् रमाइलो छ अनि अझ 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 माथि छ ल है बिङ्गो बिङ्गो यहाँ चाहिँ बिङ्गो रहेछ एकचोटि एकछिन अब हामी मनोरञ्जन पनि जाउँ ल हाम्रो ल एकछिन रमाइलो पनि हेरौँ ल साथी ल है ओ यहाँ पनि बिङ्गो नै चलिरहेको यो नै चलिरहेको छ यहाँ त झन् यो डेन्जर चलिरहेको छ ल ए यहाँ त हाम्रो चेन्जी भाइहरूको बढी बाहुल्यता रहेछ यो उसमा चाहिँ यो खेलमा चाहिँ